Kumari is not only a love story, first of all. I know I have not said this anywhere Okay. yet. Okay. I'm saying it now. We are lucky. I know. So it's about ancient love story. Or Ancient. would you call it a love story? I don't know. So basically it's about चाहिँ हाम्रो किङ जयप्रकाश मल्ल काठमाडौँको राजा. अनि तलेजु भवानीको एउटा कथा छ किम्वदन्ती भनौँ हैन. त्यसमा चाहिँ भएको घटना हो. यसमा अब डिफ्रेन्ट भर्जन्सहरू छ. एउटामा चाहिँ हाम्रो तलेजु भवानी चाहिँ कसैलाई नभन भने हुन्छ. अनि हाम्रो जयप्रकाश मल्ल राजाको चाहिँ वाइफ त्यतिखेरको क्वीन अथवा को हो पो आएर चाहिँ त्यहाँ किन भनेको भनेर रिसाएर जाने एउटा कथा छ. तर अर्को भर्जन चाहिँ मेरो गीतमा हाम्रो कुमारीको गीतमा चाहिँ आधारित त्यो हाम्रो गीत चाहिँ त्यो कथामा आधारित छ. जसमा चाहिँ जयप्रकाश मल्ल हाम्रो राजाको चाहिँ एट्र्याक्सन हुन्छ तलेजु भवानीप्रति. अनि त्यो उसको मनमा आएको कुविचारलाई चाहिँ थाहा हुन्छ हाम्रो भगवानहरूलाई त हैन. अनि उहाँले चाहिँ त्यो थाहा पाएपछि चाहिँ हाम्रो त्यतिखेरको राजासँग चाहिँ रिसाएर चाहिँ उहाँ चाहिँ जानुहुन्छ. अनि त्यतिखेर चाहिँ अब हाम्रो राजा जयप्रकाश मल्लको चाहिँ मनमा के खेल्यो होला त कुराहरू लाइक त्योलाई चाहिँ समावेश गरेर चाहिँ मैले चाहिँ खासै गीत प्रिपेयर गरेँ. म चाहिँ जयप्रकाश मल्ल नै क्यारेक्टर खेलेर भनौँ न गीत लेख्दाखेरि नै त्यो पर्सपेक्टिभ चाहिँ हो खास गरी.